ह्याप्पी मेरी क्रिसमस। आज हाम्रो क्रिसमसको दिनमा चाहिँ अब ठ्याक्कै हाम्रो बेकरीमा चाहिँ हिजो केक अर्डर दिएको थियो, त्यही लिन आएको छौँ होइन। अब त्यो केक पनि अब नपुग्ने भएर फेरि अर्को केक अर्डर गरेका छौँ होइन। अब घरमाहरू सजिसकेको छ। अब सबैजना अब परमेश्वरको सन्तानहरू आउनुहुन्छ। आज विशेष अब क्रिसमसको डे पारेर चाहिँ आज एक दिन शिक्षा राखेको छ होइन हाम्रो धनमाया म्यामले। अनि त्यही भएर चाहिँ आउँदैछ। अब हामी त आयो खायो होइन, आयो खायो भन्दा पनि अब भोक लाग्थ्यो। मैले त्यो खाएँ बिहानै आएर, बिहान त के भने 10 बजिसक्यो। अब फेरि हामी केक लिएर जान्छौँ, गएर धेरै कामहरू छ होइन। म हजुरलाई अब यसो देखाउने प्रयास गर्छु आज क्रिसमसको दिनमा होइन। सब यहाँ तयारी हुँदै गर्दैछौँ। हामी अघि नै बजार गएर केक ल्याएछौँ होइन। केक पनि हजुरलाई मैले देखाएँ सक्दो प्रयास। अब यहाँ म्याट रोचिन्छ, सरहरू कुर्सीमा बस्नुहुन्छ। अब यहाँ चाहिँ अरू चाहिँ म्याटमा बस्नुहुन्छ होइन। अब यहाँ तयारी हुँदैछ। अब हाम्रो भाउजूले सट्ट तयारी गर्दैछ। यो अब स्पिकर भएर अब एकछिनमा अब एक दिने शिक्षा आयो। एक दिने शिक्षाको लागि उहाँहरू पनि बस्नुभयो, परमेश्वरको देन भनेर उहाँ सब रेडी भएर परि अनि नपरि सबै बसिरहन्। यतापट्टि ठ्याक्क गर्दैछन्। यो त सन्जु पण्डितको घर हो फेरि यो। यतापट्टि सब यहीँ हो बस्ने। आज चाहिँ परमेश्वरको सन्तानहरू सब यहीँ बस्नुहुन्छ। आउँदै हुनुहुन्छ सबैजना बिस्तारै बिस्तारै परमेश्वरको सन्तान भएपछि। छोराले त बाइक किन्ने भयो नि त भनेको। पिता धन्यवाद भन्नुभयो कि उहाँले भने है, पितालाई धन्यवाद है। हाम्रो परमेश्वर पिता यति महान हुनुहुन्छ क्या। हामीले एकदम चाहना गरेर यस्तो इच्छा गरेर बसेको छ भने त्यो त अवश्य पुरा गरिदिनुहुन्छ क्या। एकदम पिरोहरू खान नमिल्ने अनि अमिलो पिरो केही पनि खान नमिल्ने होइन। अनि मैले जब मेरो आदरणीय सरजी होइन, अगुवा नै हुनुहुन्छ मेरो सुजल सरजी त होइन, जब उहाँले मलाई एकदम के अरे परमेश्वर पिताको के अरे एकदम होइन, उहाँ सरजीले मलाई एकदम चङ्गाइ गरिदिनु भयो। अब पहिलाको जमानामा त चङ्गाइ भन्नुहुन्थेन। जब उहाँले मलाई आशिष दिनुभयो होइन, त्यो त्यहाँबाट होइन मलाई यो पाइल्स भन्ने चिज रोग चाहिँ एकदम बलासँग गरेर राखिदिनु भयो कि परमेश्वर पिताले। परमेश्वर पिता कति महान हुनुहुन्छ होइन। परमेश्वर पिताले हाम्रो जीवनमा नगर्ने त कुनै पनि काम छैन होइन। परमेश्वर पिताले हरेकलाई दिनुभएको छ कि। परमेश्वर चिनेको धेरै भएको थिएन कि, मैले शिक्षा वचन पनि जानेको थिएन। अनि मलाई साइड दुख्यो अनि हस्पिटल जाँदाखेरि मलाई एपेन्डिक्स भएछ भनेर भन्नुभएको डक्टरले। एपेन्डिक्स भएको छ, तुरुन्तै अपरेसन गर्नुपर्छ, कति बेला गर्ने हो, छिटो तयार हुनु भनेर भन्नुभएको थियो। अनि अरू सबैको रिपोर्ट आइसकेको थियो, तर के अरे भिडियो एक्सरेको रिपोर्ट आएको थियो नि। यो भिडियो एक्सरेको रिपोर्ट आएपछि अपरेसन गर्नलाई तयारी हुनु भनेर भन्नुभएको थियो। अनि मैले शीतल म्यामसँग त्यति बेला त चङ्गाई भन्थ्यौँ, अहिले त आशिष भनिन्छ होइन। चङ्गाई लिएँ कि मैले। चङ्गाई लिएपछि केही पनि हुन्न म्याम, गर्न पर्दैन भन्नुभयो शीतल म्यामले। अनि म त्यो के अरे भिडियो एक्सरेको रिपोर्ट आयो त एकदम नर्मल रिपोर्ट आयो कि। नर्मल युरिन इन्फेक्सन मात्रै हो, एउटा दबाई खानु आजै डिस्चार्ज हुन्छ भनेर भन्नुभएको। परमेश्वर पिता कति महान हुनुहुन्छ। हामीलाई त्यो अपरेसनै गर्नुपर्छ भन्नुभएको थियो, तर परमेश्वर पिताको एक आशिष पाएपछि त्यो अपरेसन पनि एकदम अपरेसन पनि गर्न नपर्ने, चुइने थैली पनि टालिदिनु भयो कि। यति खुसी आनन्दमा राख्नुभयो त। यति महान परमेश्वर पिता पाएको छौँ हामी। त्यही भएर त परमेश्वरको महिमा गरेर ठाम ठाउँमा हिँड्न मन लाग्छ कि। हाम्रो जीवनमा काम नभएको भए हामीलाई हिँड्न मन लाग्थ्यो होला त। ईश्वर तपाईँ हामीमै रहनुहुन्छ र तपाईँ हाम्रो हृदयहरू निकटमै छ र हाम्रो जिब्रोद्वारा जुन वचन निस्किन्छ त्यो वचनद्वारा आज हामी सबैले विश्वास गर्नेले उद्धार पाइसकेको छ छैन त हो। त्यही भएर अबको अनुग्रहको समयमा तपाईँ जे बोल्नुहुन्छ त्यो प्रकट भइहाल्छ हेर्नु। त्यही भएर अच्छा बोल्नु, अच्छा कार्यको लागि लाग्नुहोस्, कसैको निन्दा चर्चा नगर्नुहोस्। सक्नुहुन्छ भने होइन सबैको भलाइ गर्नु, सबैको लागि प्रार्थना गर्नु, सबैलाई माया गर्नु, प्रेम गर्नु। सक्नुहुन्न भने कसैको पनि निन्दा नगर्नु, हो कि होइन त? यो गऱ्यो भने फाइदा छ कि छैन? त्यही भएर फाइदावाला चिज सबैले प्राप्त गर्यो भने सबैले आनन्द आउँछ, सबैलाई सुकुन मिल्छ, हो कि होइन त? होइन कोही पडोसी चाहिँ दुःख भएर चाहिँ दिन रात रोएर बसेछ भने म खुसी हुन सक्छु होला त? सक्दिनँ नि त। ऊ पनि भोलि गएर राम्रो वचन पाएर
राम्रो समाचार पाएर उसले जीवन पाउँछ भने अनि पो त्यहाँ खुसी प्राप्त हुन्छ त नि, हो कि होइन त? त्यही भएर यो खुसी पाउनको लागि परमेश्वरलाई हामीले अगाडि राखेर काम गर्नलाई कोही पनि होइन घटी कमी कमजोरी नहोस् भनेर नै आज यस पवित्र ठाउँमा पनि परमेश्वरले एक दिने शिक्षा राख्नुभयो। त्यसको फाइदा हामी सबलाई परमेश्वरले के त दिइसक्नु भइसकेको छ, छैन त? कसैले पाउनु भयो त? ल, सबैले पाउनु भइसक्यो। आज यतिखेरको समयमा यति नै शिक्षा वचन परमेश्वर पिताले अगाडि गर्नुभयो र सम्पूर्णलाई परमेश्वर पिताको भरिपूर्ण आशिष र जय परमेश्वर। कतिको उत्साहित हुनुभयो? जोरदार ताली। ल आज यतिखेर यति नै है। हजुरहरू सबैजना जसरी उपस्थित हुनुभयो एकदम खुसी हुनुहोस्, उत्साहित रहनुहोस्। अबको समयमा त एकदम मेलमिलापको साथमा तपाईँ हामी झन् एकजुट भएर बलियो भएर चाहिँ अगाडि बढ्नुपर्छ, हो कि होइन त? शारीरिक रूपमा हो कि आत्मिक रूपमा त बलियो नि? आत्मिक रूपमा हेर्नुभयो भने सबैलाई बराबर देख्छ, शारीरिक रूपमा हेर्नुभयो भने बुढो देख्छ, बच्चा देख्छ, अनि लानु भएन भने कहाँबाट उद्धार पाउँछ त, हो कि होइन त? शारीरिक रूपमा हेर्नुहोस् है, सबैलाई शारीरिक रूपमा हेऱ्यो भने बुढा बाच्चा बालक तन्नेरी सब एउटै हो। जति हामी समावेश हुन्छौँ, जति काम गर्दै जान्छौँ, त्यति नै दोस्रोवालाको राज्य खत्तम हुँदै जान्छ, हो कि होइन त? यहाँ डेढा जमाको थिएन होला, सब हटिसक्यो, हो कि होइन त? वरिपरि खत्तम भइसक्यो, सबैजना नारायणी लर सबैलाई के त विसर्जन गरिसकिएको छ, छैन त? होइन, सब खराब चिजलाई विसर्जन गरिसक्यो नारायणीमा लगेर परमेश्वरले, परमेश्वरको वचनले, हो कि होइन त? ल अब होइन लास्ट प्रार्थना हुन गइराखेको छ। कसैलाई प्रार्थना गर्ने इच्छा छ भने गर्न सक्नुहुन्छ है त? ल नारायण उसले बोले मै गरिदिने हो र? ल आगा तिमीहरू ल एक दिने शिक्षा होइन आज होइन। ल आफ्नो हरेक मनको सङ्कल्प परमेश्वरमाथि राख्नुहोस् है सरजी म्याडमजीहरू। एक मन एक ध्यान एक चित्त रहनुहोस् र आफ्नो बाबु नानीहरूलाई पनि एकदम साइलेन्ट रहनुहोस्, किनकि आज हामीले जुन उद्देश्यले, जुन इच्छाले, जुन मनसाय बनाएर आएका छौँ त्यो इच्छा सबै परमेश्वरमाथि राख्नुहोस् है त? ल कोही पनि हो हल्ला नगर्नु, सियो खसेको पनि थाहा पाउनुपर्छ है त? एक मन एक ध्यान, सब यो मनलाई परमेश्वरको होइन माथि कनेक्सन गराउनुहोस्। ल परमेश्वर पिता हजुरलाई धन्यवाद गर्छु, मेरो महानकारी परमेश्वर पिता। आज बिहिबारको दिन एक दिने शिक्षा पिता परमेश्वर यस पवित्र स्थल गोविन्द चोकमा हजुरले उपलब्ध गराउनु भयो मेरो महानकारी परमेश्वर पिता। यतिखेरको समयमा जति पनि हजुरको छोराछोरीहरूद्वारा हुन गइरहेका सम्पूर्ण जति पनि भइराखेका शिक्षा वचन भजन गवाईद्वारा पिता परमेश्वर हामी सबैलाई उत्साहित बनाएर पवित्र मन र पवित्र ज्ञान बुद्धि विवेक अनुसार चल्न सिकाइसक्नु भएर हरेकद्वारा निस्केको सम्पूर्ण यो वचन शिक्षालाई पिता परमेश्वर गलाको हार बनाएर पिता परमेश्वर अगाडि बढाइसक्नु भएर हरेक छोराछोरीद्वारा पनि उन्नति प्रगतिदेखि लिएर सम्पूर्ण हरेक मनको सकारात्मक इच्छा पुरा गराइसक्नु भएर हरेकद्वारा आचार्य चमत्कारको ठुला ठुला कामहरू गराएर विश्वासमा मजबुती र दरिलो पनि बनाइसक्नु भएर हरेकलाई पृथ्वीको कुना कुनामा पिता परमेश्वर हजुरको छोराछोरीको इच्छा योजना, हजुरको योजना र इच्छा अनुसार हजुरको छोराछोरीको जस्तो इच्छा छ त्यो अनुसारको कार्य प्रकट गराइसक्नु भएर सम्पूर्ण हजुरको छोराछोरीहरूलाई पनि रक्षा सुरक्षा साथसँग स्वर्गदूत खटाएर आफ्नो आफ्नो घरसम्म पुर्याइसक्नु भएर सम्पूर्ण हजुरको छोराछोरीहरूको बिन्ती प्रार्थना पुकार यसै समय यसै घडी हजुरको बलवान हातमा सोच्दै हामी सबैको इच्छा पुरा भइसक्यो भन्नु है। जय परमेश्वर। अब यो पनि होइन, कति ठाउँमा अब कसैले भइसक्यो भन्छ, कोही चुप्प लाग्छ होइन। यो भइसक्यो भन्नु पनि अहिले पहिला त हामी आमिन भन्थ्यो नि त, हो कि होइन? आमिन भन्थ्यो। अब यो आमिन भनेको त भइसक्यो हो कि नेपालीमा, हो कि होइन त? अब होइन संस्कृतमा तथास्तु भन्थ्यो, हो कि होइन त? त्यस्तै जस्तो भइसक्यो भन्छ, कोही ठाउँमा भन्दो रहेछ, कोही ठाउँमा भन्दैन। भन्दाखेरि नि राम्रो हुन्छ क्या झन् है। जय परमेश्वर। ल सबैजना एकै ठाउँमा बसिराख्नु होला है। अब यहाँ केक काट्ने सुरु हुँदैछ, त्यसपछि केक खानु छ अनि प्रसाद खाएर जाउँला है त। सबैजना बस्नु एकै ठाउँमा, एकदम हल्ला नगरिकन खलबल नगरिकन थपक्क बस्नु होला है। त्यो कलशहरू हटाउनु न। एक दिन शिक्षा
पिता परमेश्वर हो ल हाम्रो पिता परमेश्वरको जन्म त होइन धन्यवाद परमेश्वर पिता। फेरि पनि परमेश्वरको निम्ति सम्मान स्वरूप जोरदार ताली। बाहिर गरौँ न भोलि चाहिँ हाम्रो चनौलीमा यो शिक्षा छ है, म्यामजीहरू आउन सक्नुहुन्छ, मन बनाएर आउनुहोस् होइन। बस बस अलिक केक खाने यहाँ तल बस तल बस यहाँ बस ल यहाँ होला कस्तो 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 यस्तो अस्मिता भनेपछि के अरू के छ फोटो गर्नुपर्ने भयो कसले यो पड्काउने हो यो छिरेर गर्ने ऊ त हजुर भिडियो फोटो ट्याक्टो किन्छ त तपाईँ मादल बोकेर के भन्नु दर आसमा किन्न त्यो क्यामेरा पुसेर मैले अस्ति पठाइदिएको हेर्नुभयो मेरो कसले समाउनु थियो मेरो भ्लग चाहिँ कसले समाउनु पाउनु भयो लौ त मेरो भिडियो धन्यवाद परमेश्वर पिता। परमेश्वरको निम्ति फेरि पनि सम्मान स्वरूप जोरदार ताली। परमेश्वर पिता यो मेरो जीवन तपाईलाई सुम्पान्छु। परमेश्वर पिता यो मेरो जीवन तपाईलाई सुम्पान्छु। मैले गरेका विगतका गल्ती सबैलाई सुधार्छु। मैले गरेको विगतका गल्ती सबैलाई सुधार्छु। कहिले जानेर कहिले अनजानमा भुल हुन पुग्यो त्यही भुलले गर्दा परमेश्वर पिता हृदय दुख्यो कि। त्यही भुलले गर्दा परमेश्वर पिता हृदय दुख्यो कि। पहिला हामीले स्वर्गते हिँडेथ्यौँ बहुतारी। पहिला हामीले स्वर्गते हिँडेथ्यौँ बहुतारी। दियो नि पिता दुःख र कष्ट बिसाउने चौतारी। दियो नि पिता दुःख र कष्ट बिसाउने परमेश्वर तिम्रो यो सारा सृष्टि तिम्रै हो रचना। परमेश्वर तिम्रो यो सारा सृष्टि तिम्रै हो रचना। अनजाना थिए अज्ञानी थिए दियो नि दिवाना। अनजाना थिए यहाँ चाहिँ अब के काट्दैन परमेश्वर पिताको होइन दुइटा हातमा मेरो मोबाइल छ यस्तो हातमा लेखेँ कि अब एउटा सुजल सरको छ एउटा मेरो छ होइन माथि छैन नि डर परमेश्वर पिता अँधेरी रातैमा। छैन नि डर परमेश्वर पिता अँधेरी रातैमा।
परमेश्वर पिता यो मेरो जीवन तपाईँलाई सुम्पान्छु परमेश्वर पिता यो मेरो जीवन तपाईँलाई सुम्पान्छु मैले गरेका विगतका गल्ती सबैलाई सुधार्छु मैले गरेका विगतका गल्ती सबैलाई सुधार्छु धन्यवाद परमेश्वर पिता फेरि पनि परमेश्वरको निम्ति सम्मान स्वरूप जोरदार ताली सबैजनालाई ह्याप्पी क्रिसमस डे है प्लेट ल्याउनु प्लेट ल अब चाहिँ केक काटेर रीतिरिवाज सबैको सम्मान कति महान परमेश्वर हाम्रो रीतिरिवाज सबैको सम्मान रोग पनि यो मैले भिडियो भ्याए भइजाने भित्री मनले गरेमा विश्वास रोग पनि निको भइजाने भित्री मनले गरेमा विश्वास अब हामी अँध्यारोमा अल्मलिनु छैन अब हामी अँध्यारोमा अल्मलिनु छैन दुःख कष्ट दलदलमा कहिल्यै परिँदैन दुःख कष्ट दलदलमा कहिल्यै परिँदैन हे कति महान परमेश्वर हाम्रो केक चाहिँ काट्यो होइन केक चाहिँ काटेर अब सबैजना हाल्छ लास्ट अन्तिममा होइन सुन्दर सर हुनुहुन्छ यहाँ सबै सरजीहरू हुनुहुन्छ म्याडमजीहरू नि हुनुहुन्छ सबैजना हुनुहुन्छ होइन त्यही हो सायद भोइस ओभर गर्छु होला म सायद केही बुझेको छैन अब सब केक दिने कार्यक्रम भइरहेछ होइन सबजनालाई केक दिने कार्यक्रम भयो मना छुटे मिलाइदिने बाधा फुकाइदिने मना छुटे मिलाइदिने बाधा फुकाइदिने तोडिएको नाता पनि फेरि जुटाइदिने तोडिएको नाता पनि वचन केक बाँड्ने काम भइरह सरजीहरूले जीवन खाइसक्नु भएको छ यतापट्टि भुलाहरू हुनुहुन्छ होइन सबैजना हुनुहुन्छ यता हुनुहुन्छ यतापट्टि अब सबैजना सक्षम आउनुभएको म्याडमजीहरू हुनुहुन्छ राम्रो नै भएको छ होइन सायद सबैजना एकदिन शिक्षा भएर पनि अब त्यो सबैभन्दा राम्रो भयो केक काट्ने कार्यक्रम भइरह होइन ट्याङ 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 सबैजनालाई काटेको हुन्छ काटेको त्यही हुन्छ भन्ने कुरो कति महान परमेश्वर हाम्रो रीतिरिवाज सबैको सम्मान रोग पनि निको भइजाने भित्री मनले गरेन विश्वास सबै बाँडेर अब होइन सबैजना चाहिँ अब प्रसादहरू खानुभएको छ अब अनि यता सरजीहरू बस्नुभएको छ केकहरू खाइसक्नु भयो प्रसादहरू पनि बाँडिसक्नु भयो अब चियाको प्रोग्राम छ होइन लगभग यो लास्ट प्रोग्राम हाम्रो लास्ट भइसकेको छ होइन सबैजना अब कोही जाँदै हुनुहुन्छ कोही खाँदै हुनुहुन्छ अब उसो गर्दै हुनुहुन्छ दाइ पनि भ्याएर बस्नुभयो अनि सबैजना सबैजना अब इन्डिङ भइसकेको छ होइन यता चियाको रेडी हुँदैछ है चिया बानी कार्यक्रम भएर है चिया बाडी चाहिँ अब सबै ढिलो भइसक्यो भन्नुभयो चिया खाएर अब हिँड्दै हुनुहुन्छ होइन नानी होइन सबैजना अब यहाँ चिया बिस्कुट सायद अरू पनि ठुलो भनिदिनु लगभग नै भइसक्यो सबै चिया बाँडेर सबै अब लास्ट इन्डिङै भएपछि त अब भइहाल्यो त्यो ठिकै छ जो रमाइलो छ एकदिन शिक्षा भन्दा नि राम्रो भइसक्यो शिक्षाहरू सबैले छ